Timothy, down. People coming. तपाईको अगुवाई रहेको इब्रू 13 को 15 ले भने चाहिँ हाम्रा स्तुति प्रशंसाका फलहरू तपाईको महिमाका लागि योग्य हुन सकोस्। देशका लागि अन्तर्विन्तीमा पवित्र आत्मा हाम्रो बीच मध्यस्थता भइकन सहायता गर्नुहोस्। हाम्रो स्तुति प्रशंसा तपाईको महिमा योग्य हुन सकोस् र हाम्रो प्रार्थनाहरू हजुरमा सुनुवाई हुन सकोस्। हाम्रो देशमा शान्ति, हाम्रो मण्डलीहरूमा जागृति र हामी विश्वासीहरूमा पवित्रताले बास गरौँ। आजको यस आराधना एवं अन्तर्विन्ती प्रार्थनामा आराधना झुन्ड लगायत प्रार्थनाको अगुवाई तथा वचन प्रचारमा रहनुहुने हजुरको प्रिय जनहरूको साथ रहिदिनु भएको होस्। भन्दाखेरि दाउदले चाहिँ परमेश्वरको सन्दुक ल्याउनको लागि 6 अध्यायमा के देख्छौँ भन्दाखेरि पहिला चाहिँ 30,000 चुनेका मानिसहरूलाई के गर्छ, ऊ लगेर त्यो सन्दुक लिनको लागि जान्छ। अब त्यो सन्दुक लिएर आउँदै गर्दा त्यहाँ गाडामा हालेर सन्दुक ल्याउँदै गर्दा इस्राएलीहरू चाहिँ रमाहट र आनन्दको साथ उनीहरूले के गरेको छ, खुसियाली मनाएको छ। तर दुःखको कुरा त्यो सन्दुक सुरुमा पहिला ल्याउने चेष्टा गर्दै गर्दा उनीहरूले परमेश्वरको वचन मूसाले दिएको व्यवस्था के गरेन, उनीहरूले पालना गरेन। वास्तवमा चाहिँ त्यो सन्दुक बोक्ने जिम्मेवारी, त्यो सन्दुकको चाहिँ केयर गर्ने, हेरचाह गर्ने, बोक्नको लागि चाहिँ परमेश्वरले छानेका लेवीहरू, जो परमेश्वरबाट नियुक्त गरेका पुजारीहरूले एउटा पवित्रतामा मात्रै त्यो सन्दुक चाहिँ के गर्न पाउँथ्यो, बोक्न पाउँथ्यो। तर उनीहरूले चाहिँ ल्याउनु पर्थ्यो। तर हामी त्यहाँ के देख्छौँ भन्दाखेरि दाउदले त्यो कुरालाई ख्याल गरेको छैन। त्यसकारण उनीहरूले के गरे, 30,000 छानेका मानिसहरू ल्याउँदै गर्दा सन्दुक चाहिँ जब पल्किन्छ त्यसपछि पक्रिँदै गर्दा हामीले यहाँ देखेका छौँ उजियाले पक्रिँदै गर्दा उजियाको के हुन्छ, परमेश्वरलाई अनादर गरेको कारणले, परमेश्वरको वचनलाई चाहिँ परमेश्वरलाई दिनुपर्ने आदर र महिमा उसले नदिएको कारणले हामी त्यहाँ के देख्छौँ, उजिया चाहिँ के भएको छ, त्यहीँ मरेको छ। यसरी परमप्रभुको सन्दुक ओबेद एदोमको घरमा 3 महिनासम्म रह्यो अनि परमप्रभुले ओबेद एदोम र तिनका सबै घरानालाई आशिष दिनुभयो। आमेन। अनि त्यो घरानामा जब दाउदले डराएर त्यो सन्दुक यरुशलेममा लगेन, त्यसपछि उसले जब ओबेदको घरमा जब उसले चाहिँ सन्दुकलाई राखे, बाइबलले भन्छ त्यो घरानामा त्यो परिवार हुनुहुन्छ। तपाईँ यो सिंहबादको घटनालाई तपाईँले दोस्रो इतिहास 20 मा हेर्नुहुने उनीहरूले यसरी भनेको छ, परमेश्वर तपाईँ समान को छ र अरू, तपाईँको हातमा शक्ति छ, तपाईँको हातमा बल छ, तपाईँ नै पराक्रमी हुनुहुन्छ, म होइन तर तपाईँले गर्नुहुन्छ भनिकन उनीहरूले आफैलाई परमेश्वरमा दिए। अनि त्यहाँ परमेश्वरले महान काम गर्नुभयो। आमेन। किनभने योना पहिलो योना 4:4 लेखेको हुन्छ, संसारमा हुने भन्दा हामी भित्र हुने परमेश्वर महान हुनुहुन्छ। आमेन। अब यो कुरा घोषणा गर्नुहोस्, यो समय, यो साँझ, यो दिउँसो घोषणा गर्नुहोस्, परमेश्वर महान हुनुहुन्छ। आमेन। हाम्रो परमेश्वर जस्तो कोही छैन।
आज हाम्रो प्रशंसामा हाम्रो आराधनामा शक्ति छ अनि परमेश्वर किनभने परमेश्वरले काम गर्नुहुने परमेश्वरको जाने परमेश्वरको शक्तिले चाहिँ काम गर्दछ जसै हामी परमेश्वरको आराधना गर्छौँ जसै परमेश्वरको प्रशंसा गर्छौँ उच्च पार्छौँ परमेश्वरको बीचमा विराजमान हुन्छ जहाँ परमेश्वरको उपस्थिति छ त्यहाँ स्वतन्त्रता हुन्छ त्यहाँ शक्ति हुन्छ त्यहाँ आश्चर्य कमाल हुँदछ त्यसकारणले गर्दाखेरि यो देशमा रहेका किल्लाहरू तोड्नको लागि हाम्रो जीवनमा परिवारमा भएका मण्डलीमा भएका किल्लाहरू तोड्नको लागि आज हामी यहाँ भेला भएका छौँ तर परमेश्वरको वचनले भन्दछ यदि मेरो आफ्नै नाम दिएको प्रजाले आफूलाई नम्र पार्छ आफ्नो दुष्ट चालबाट फर्कन्छ र मतिर फर्केर प्रार्थना गर्छ भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु त्यसकारणले गर्दाखेरि आज हामी विभिन्न मण्डलीहरूबाट प्रतिनिधित्व गरेर आएका छौँ हामी धेरै मण्डलीहरू एकसाथ भेला भएका छौँ हामी प्रार्थना गरौँ प्रभुको वचनले भनेछ मेरो आफ्नै नाउँ दिएको प्रजाले मलाई खोजेर आफ्नो दुष्ट चालहरू छोडेर मतिर फर्कन्छ प्रार्थना गर्छ भने म सुन्नेछु र तिनीहरूको देशलाई म निको पार्नेछु पहिले जस्तै स्वस्थ पार्नेछु भन्नुभएको छ त्यसकारणले आज हाम्रो देश घायल छ अस्त व्यस्त छ अनि आज मण्डलीहरू पनि हामी पनि कति अस्त व्यस्त अवस्थामा छौँ यो देशको एउटै आशा भनेको तपाईँ र म मण्डली नै त्यो आशा हो यो देशको आशा उनीहरूले जान्दैनन् उनीहरूले देख्दैनन् उनीहरूले सुन्दैनन् आज परमेश्वरको आवाज सुन्ने मान्छेहरू यही नै हामी मण्डली हौँ किन प्रभुले भन्नुभएको छ जसको कान छ त्यसले सुनोस् कि पवित्र आत्माले मण्डलीलाई के भन्दै हुनुहुन्छ आज परमेश्वरले हामीलाई के भन्दै हुनुहुन्छ सुन्ने र आज्ञाकारी हुने जिम्मेवारी चाहिँ हाम्रो त्यसकारण आउनुहोस् अहिले हामी आफ्ना पापहरूको स्वीकार परमेश्वरको अगाडि हामी राखौँ हामीले गरेका हाम्रो परिवारले गरेका हाम्रो मण्डलीले गरेका हाम्रो अगुवाले गरेका हाम्रो देशले गरेका पापहरू विभिन्न पाप तपाईँलाई जे मनमा आउँछ प्रभुको अगाडि स्वीकार गर्नु राखौँ इजरायलले भने हामीले पाप गर्यौँ उसले एकजनाले पाप गरे तापनि सबैले नै पाप यो देशले पाप गरेको छ तपाईँ हामी सबै यसमा सम्मिलित छौँ तपाईँ हामी सबै यसका भागीदार छौँ यसको जिम्मेवार हामी छौँ त्यसकारण हामी देशको तर्फबाट हाम्रो पुर्खाले गरेका यी पाप धर्म र हाम्रो आफ्नो परिवार व्यक्ति हामीले आफैले गरेका मण्डलीले गरेका सबै पापहरूको अगाडि हामी स्वीकार गर्छौँ पश्चाताप गर्छौँ तिमीको हृदयमादेखि टाढा छ नेपाल देशलाई नागरिक हुनलाई प्रभुले राख्नु भएको छ प्रभु हामीले पाप गरेका छौँ हामीले प्रभु तपाईँको विरुद्धमा पाप गरेका छौँ भ्रष्टाचार गरेका छन् प्रभु अनि भ्रष्टाचार गरेका छौँ ढाँटेको छलेका छौँ यो देशमा प्रभुले पाप गरेका छन् काम गर्नुहुने परमेश्वर प्रभुले भन्नुहुन्छ ताकि हामी प्रभु साँच्चै गवाई भयो देशको कुना काप्चामा जहाँ परमेश्वरको सुसमाचार पुगेको छैन त्यहाँ हामी पुग्दछौँ प्रभुले काम गर्नुहोस् प्रभु धन्यवाद महान राजा महान परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ प्रभु सर्वव्यापी सबै ज्ञानी प्रभु हुनुहुन्छ प्रभु महान राजा परमेश्वर धन्यवाद प्रभुको परमेश्वर भन्नुहुन्छ यसरी थाकेका र बोझले दबेका र म कहाँ आऊ म तिमीलाई विश्राम दिन्छु आऊ मेरो अँगालोमा म तिमीलाई विश्राम दिन्छु जुन विश्राम चाहिँ संसारले दिन सक्दैन न त कुनै संसारको थोकले तर उहाँको त्यो मायाको अँगालोले जुन मायामा छ हामी नित्यको हुन सक्छौँ जुन मायामा हामी सुरक्षित महसुस गर्न सक्छौँ उहाँले त्यो प्रेमको अँगालोमा उहाँले बोलाउँदै हुनुहुन्छ
थाहा गर्न सक्छ हाम्रो जीवनमा किनकि उहाँको उपस्थिति जिउँदो उपस्थिति छ येशू जिउँदो हुन्छ पवित्र आत्माले त्यो कुराबाट छुटकारा गराउनुहुनेछ त्यो आनन्दको आत्मा त्यो शान्तिको आत्मा उनी गराउनेछ आफ्नो कदम तपाईँ चाल्नुहोस् जब तपाईँ विश्वासमा कदम चाल्नुहुन्छ तपाईँ तपाईँको त्यो कदमबाट छुटकारा आउनेछ गुरुवाहरू प्राप्त गर्नुहोस् तपाईँको लागि तपाईँ आउनुहोस् छुटकारालाई परमेश्वरले छुटकाराको काम गर्नुहुन्छ किन पवित्र आत्मामा विश्वास लिनु हामी नलजाऊ अब अलिएको छ उहाँले तिमीलाई पुरा शान्ति राख्नुहुनेछ जस्तो उहाँमा अलिएको छ उहाँले तिमीलाई पुरा शान्ति भन्नुहुनेछ उनले आफ्नो भरोसा तपाईँमा राखेका छन् कुनै कुरामा जित्नु तर हरेक कुरा प्रार्थना जसै हामी प्रशंसा गर्दैछौँ जसै हामी प्रार्थना गर्दैछौँ देशको चङ्गाइको लागि राष्ट्रहरूको चङ्गाइको लागि अगुवाहरूको चङ्गाइको लागि मण्डलीहरूको चङ्गाइको लागि त्यसै गरी हामी प्रार्थना गर्नेछौँ हाम्रो आत्मिक चङ्गाइको लागि हामी प्रार्थना गर्छौँ यो समयमा हामीले होइन तर परमेश्वरले गर्नुहुनेछ हामी कोही पनि होइन हामी आराधनामा सहभागी मात्रै भएका छौँ तर स्वर्गमा निरन्तर आराधना भइरहेको छ र जसै हामी सहभागी हुन्छौँ परमेश्वरले आफ्नो आत्माको शक्तिहरू आत्माको अभिषेकहरू अन्तस्करणबाट उहाँको जीवनका नदीहरू बगाएर निकाल्नुहुनेछ प्रियजन तपाईँभित्र गाड्न बगानहरू लुकेर बसेका छन् भने ती प्रस्फुटन हुनेछ प्रियजन तपाईँभित्र तपाईँले सङ्कोच मान्दै हुनुहुन्छ होला यो त मेरो बगान होइन होला तर परमेश्वरले आज निकाल्नुहुनेछ तपाईँले भन्दै हुनुहुन्छ होला ममा यो बगान छ कि छैन होइन होला यो मैले सोचेको मात्रै होला मैले कल्पना मात्रै गरेको होला तर परमेश्वरले आज ती बगानहरू निकाल्नुहुनेछ किनभने आफ्नो बगानहरू उहाँले मण्डली वृद्धिको लागि दिनुहुन्छ तपाईँलाई छुट्नु भएको छ आफ्नो मुखहरू खोल्नुहोस् आफ्नो मुखहरू खोल्नुहोस्
तपाईँलाई धन्यवाद भन्छौँ। अब्राहम, इसाक, याकुबका परमेश्वर जसले सारा जगतलाई उहाँले सिर्जना गर्नुभयो र हामीलाई पनि तपाईँले बनाउनु भयो ताकि तपाईँको महिमा र तपाईँको आदर गर्न सकौँ भनेर हामी आजको दिनको लागि धन्यवाद दिन्छौँ। जतिजना हामी यस ठाउँमा सहभागी हुन सक्यौँ तपाईँको कृपा र सामर्थ्यलाई धन्यवाद। हामी यो अर्थमा पनि धन्यवाद दिन्छौँ तपाईँका जनहरूले हाम्रो अग्रजले गरेको प्रार्थना अनुसार नेपालमा एउटा स्वतन्त्र मुलुक बन्नमा सहायता गर्नुभयो। त्यसैले आज प्रजातन्त्र दिवस हामी मनाइरहँदा तपाईँलाई हामी धन्यवाद दिइरहेका छौँ कि अझै तपाईँको राज्य यो देशमा मात्र नभएर सारा विश्वमा अझै फैलिन सहायता गर्नुभएको छ। हाम्रो माझमा चाहिँ यहाँ पास्टर विमल हुनुहुन्छ। पास्टर विमलज्यूलाई कस्तो अनुभव तपाईँले गर्नुभयो सेवापछि? धेरै राम्रो। प्रभुलाई धन्यवाद, एकदमै जागृति धन्यवाद छ। यस्तो कार्यक्रम गरिराख्नुपर्छ प्रभुको महिमाको लागि होइन। र खुसी लाग्यो, धेरै आशिषित भएका छौँ र हाम्रो बाबु नानीहरू पनि चर्चबाट आए, धेरै आशिष पाएको अनुभव बटुलेका छ र यो कार्यक्रम भइराख्यो भने धेरै राम्रो। धन्यवाद। धेरै धन्यवाद। सजन तपाईँलाई एकदमै यहाँ के चाहिँ नौलो अनुभव गर्नुभयो? अलिकति थोरै तपाईँले कस्तो अनुभव गर्नुभयो सेवापछि? हजुर, यो आजको सेवाबाट चाहिँ एउटा लामो समयको प्रार्थना हो अनि जुन पोखरामा अनि एक प्रकारको यो पवित्र आत्माको एउटा मोप सुरु भएको छ। जुन आगो चाहिँ आज सल्किएको छ अनि यो आगो चाहिँ अझै सल्किनुपर्छ। यो पोखरा सहरलाई यदि हामीले जित्नु हो भने, यो सहरमा अझै पवित्र आत्माको काम हुनु हो भने अनि यो कार्य चाहिँ अझै निरन्तर रूपमा अझै कन्टिन्यू रूपमा यो काम चाहिँ जारी नै राख्न आवश्यक छ। अनि हामीले जसरी एउटा वचनको सिद्धान्तमा जुन पवित्र आत्माको काम छ प्रेरितको पुस्तकमा, अनि यो चाहिँ अब निरन्तरता म विश्वास गर्छु जुन आगो सुरु भएको छ अनि यो आगो चाहिँ अब कहिले निप्ने छैन अनि यो आगो चाहिँ अझै सल्किने रहनेछ अनि यो सहरमा एउटा ठुलो विजयलाई हामी देख्नेछौँ। धेरै धन्यवाद। हुनुहुन्छ किरणजी हुनुहुन्छ, आज कस्तो लाग्यो तपाईँलाई यो? हजुर, जयमसी एकदम आशिषमय भयो। म त सुरुमा आउनलाई अलिकति गाह्रो थियो र पनि 12:30 बजीतिर आएको थिएँ। एकदम आशिषमय के अरे आराधना भयो, राम्रो भयो, एकदम खुसी छ। प्रभुलाई धन्यवाद। यो खालको सेवा चाहिँ भइराख्नु, आराधना सेवा चाहिँ भइराख्नुपर्छ एकदम। यो चाहिँ किनभने चाहिँ अब जवानहरूलाई एउटा प्रभुसँगको सम्बन्धमा स्थापित गर्नका लागि यस्तो खालके अलिकति भनौँ न सबैजनालाई भेला गरेर आराधनामा परमेश्वरसँग कनेक्सन गर्नका लागि यो एउटा उत्तम कार्यक्रम रहेको छ र यो एकदम आशिषमय छ। यस्तो कार्यक्रमहरू हाम्रो जवानहरूको बिचमा कम्तीमा नि 3 महिनामा एकचोटि चाहिँ भयो भने हामी अझै यसमा चाहिँ आशिषित हुने र अझै सिक्नलाई, प्रभुको उपस्थितिमा जानलाई अनि एउटा नवीकरण हुनलाई चाहिँ एकदम आशिषमय हुने हाम्रो आशा र अपेक्षा रहेको छ। आजको सङ्गति एकदमै राम्रो थियो, अवसर लाग्यो। प्रभुको जिउँदो उपस्थिति थाहा गर्न सक्यो। एकदम हृदयदेखि परमेश्वरको नजिकतामा भएर उहाँलाई आराधना दिन सक्यौँ। उहाँले चाहेको कुराहरू चाहिँ हामीले दिन सक्यौँ। प्रभुले जुन उद्देश्य र योजनामा हामीलाई चुन्नु भएको छ, छान्नु भएको छ, त्यो चाहिँ आराधनाद्वारा नै हामीले पुरा गर्न पाएका छौँ। तिलक जिम्बाजी उपस्थित हुनुहुन्छ। छोटोमा आज तपाईँलाई के अनुभूति नयाँ भयो? एकदमै आशिषमय भयो दाइ। अनि मुख्य कुरो चाहिँ जसरी पछाडितिर जुन सबैजनालाई अगाडि बोलाएर प्रार्थना गर्नुभयो नि, त्यहाँ चाहिँ एकदमै आशिषमय लाग्यो मलाई। प्रभुको उपस्थिति, प्रार्थना अनि प्रभुको उपस्थितिमा डुब्न पाएँ। यो खालको एउटा चाहिँ सम्मेलन चाहिँ भइराख्नुपर्छ। करिब अब लगभग कम्तीमा नि 6 महिनामा एकचोटि भयो भने चाहिँ एकदमै थप ऊर्जा साथसाथै आशिषमय खालको। हजुर, धेरै धन्यवाद। धन्यवाद। जस्तो आजको कार्यक्रम एकदम राम्रो भयो। प्रभुको उपस्थिति हामीले महसुस गर्न सक्यौँ र आराधनाबाट पनि अनि धेरैले आफ्नो जीवनमा परिवर्तन र कतिले चङ्गाएको कुराहरू पनि पाएका छन्। प्रभुको स्तुति होस्। समग्रमा भन्नुपर्दा चाहिँ आजको कार्यक्रम चाहिँ धेरै आशिषमय भएको छ। धन्यवाद। हजुरलाई कस्तो लाग्यो? तपाईँ खाजा बाँड्दै हुनुहुन्छ। आजको एकदमै आशिषमय भयो। यस प्रभुलाई धेरै धन्यवाद भएको छ। यस्तो खालको चाहिँ धेरै भन्छ नि अब बेला बेलामा मिटिङहरू भइरहेको छ। अब यस्तो खालको हुनु पऱ्यो, हुनुपर्छ एकदम। यो जागृति एक प्रकारको जागृति आउने पनि हो। प्रभुको उपस्थिति सबैजनालाई एकत्र गराउने। यो
आजको प्रोग्राम एकदम समग्रमा भन्नुपर्दाखेरि चाहिँ बार बार भइरहनु पर्ने त्यस्तो खालको प्रोग्राम हो कि यो हामीले चाहिँ पोखरा वर्षमा फ्यामिलीले हामीले भनौँ न सोचेको हामीले पहिल्यैदेखि त हामीले चाहिँ यस्तो भयो हुन्थ्यो भन्ने खालको चाहिँ प्रोग्राम आज हुन गयो क्या एकदमै आशिषमय भयो है मैले सोचेँ भन्दा धेरै राम्रो भयो आज र हामी मान्छेहरू चाहिँ धेरै चाहिँ भेला हुन सकेनौँ तर पनि एकदमै आजको प्रोग्राम चाहिँ एकदमै आशिषमय यो प्रोग्राम बार हुन्थ्यो भन्ने खालको त्यस्तो हजुर ल धेरै धन्यवाद एकदम धन्यवाद समग्रमा तपाईँलाई आजको सङ्गति कस्तो लाग्यो समग्रमा आजको सङ्गति चाहिँ धेरै आशिषमय भयो अनि यसरी हामीले प्रजातन्त्र दिवसको यो अवसर पारेर जसरी यो देशको लागि स्वतन्त्रताको लागि जसरी पहिला गरेको पुर्खाहरूले गरेको जुन एउटा स्वतन्त्रताको लागि उहाँले गरेको योगदानको स्मरण गर्दै जसरी स्वतन्त्र दिवस मनाइन्छ प्रजातन्त्र दिवस मनाइन्छ अनि हामीले चाहिँ क्रिस यीशुमा भएको उहाँको बलिदान उहाँको मृत्यु र उहाँको पुनरुत्थानले चाहिँ हामीलाई स्वतन्त्र गराउँदछ अनि त्यो स्वतन्त्रताले चाहिँ सबैजनालाई सबै कुराबाट स्वतन्त्रता चाहिँ दिन्छ त्यस कारणले चाहिँ आजको यो आराधना सेवा चाहिँ समग्रमा चाहिँ आशिषमय चाहिँ भएको छ धन्यवाद